मैले फेरि हजुरको लागि साह्रै राम्रो सरसुलभ राजमार्ग नजिकै 13 दूर घडे लिएर आएको छु। सर्वप्रथम मैले हजुर लोकेसन क्लियर गरेँ। यो देख्नुभएको सेरोफेरो झापाको सुरुङ्गा हो, एकदम सजिलो लोकेसन। त्यहाँ परतिर देख्नुभएको सुरुङ्गा पुलबाट हजुर धेरैमै 150 मिटर पश्चिम लाग्नुहोस्। वा हजुरले कसैलाई पनि सोध्नुहोस् मेन सुरुङ्गा चोक भनेर, सुरुङ्गा चोक त्यो परतिर छ। वा सुरुङ्गा चोकबाट धेरैमा 400 मिटर हजुर पूर्व लाग्दै गर्दाखेरि यो बन्दै गरेको एसियन हाइवे अर्थात् यो कालो पत्रिकालाई चाहिँ पूर्व पश्चिम राजमार्ग वा महेन्द्र राजमार्ग भन्छ। यो महेन्द्र राजमार्गबाट यो उत्तर जाने बाटो छ। वा कसैलाई पनि सोध्नुहोस् चर्च जाने बाटो, त्यहाँ परतिर चर्च छ। यो चर्चसँग टाँसिएको यो उत्तर जाने बाटो हजुर नछोडिकन धेरैमा 400 मिटर जानु भने सेरोफेरोमा आइपुग्नुहुन्छ। अर्थात् हामी महेन्द्र राजमार्गबाट चर्च हुँदै धेरैमा 400 मिटर उत्तर आयो। अर्थात् महेन्द्र राजमार्गबाट स्ट्रेट 400 मिटर उत्तर नछोडिकन आउँदै गर्दाखेरि एकदम यो मेन ग्रेभल बाटोबाट हजुरले पूर्वमा यो सेरोफेरो देख्नुहुन्छ। हाम्रो बिक्रीमा रहेको घडेरी चाहिँ यही भन्नुभएको छ। हाम्रो बिक्रीमा रहेको घडेरीसँग टच भएको हजुरले यो निलो टिन भएको घर देख्नुहुन्छ, अधिकारीको घर। यही अधिकारीको घरसँग टच भएको जम्मा 13 दूर क्षेत्रफल भन्नुभएको छ। पश्चिम मोडा भएको घडेरी छ, 30 फिट मुख भन्नुभएको छ। यता पनि सिमेन्टको प्लम देख्न सक्नुहुन्छ, पछाडि पनि सिमेन्टको प्लम छ। साथै वरिपरि सिमेन्टको प्लम लाएर उहाँले सिमाना क्लियर गरेको भन्नुभएको छ। हेर्नुहोस् जो जग्गा दिन्छ उहाँले भनेअनुसार उहाँलाई पैसाको आवश्यक भएकोले गर्दाखेरि यो भिडियो बनाएर विज्ञापन गरेको भन्नुभएको छ। जग्गा धनीले 13 दूर जमिनको जम्मा 24 लाख भन्नुभएको छ। महेन्द्र राजमार्गबाट धेरैमा 400 मिटर उत्तरको दूरीमा छ। कसैलाई पनि सोध्नुहोस् चर्च भनेर, चर्चसँग टाँसिएको बाटो हजुर नछोडिकन धेरैमा 400 मिटर उत्तर आउँदै गर्दाखेरि हजुरले यो कदमको रुख पनि देख्न सक्नुहुनेछ। साथै यहाँनिर बोर्ड पनि लाग्छ यो जग्गा बिक्रीमा छ भनेर। हजुरले यो घरलाई पनि टार्गेट गर्न सक्नुहुन्छ। यो अधिकारीको घरसँग टच भएको हाम्रो बिक्रीमा रहेको जमिन यही भन्नुभएको छ। ल यो एरोले देखाइरहेको यो अधिकारीको घरसँग टच भएको हाम्रो बिक्रीमा रहेको घडेरी भन्नुभएको छ। हजुरले यो कदमको रुख पनि देख्न सक्नुहुन्छ, जहाँ चाहिँ बोर्ड लाग्छ जग्गा बिक्रीमा छ भनेर। जम्मा 30 फिट मुख भन्नुभएको छ। वरिपरि सिमेन्टको प्लम लाउनु भएको छ। पश्चिम मोडा भएको हाम्रो बिक्रीमा रहेको घडेरी छ। महेन्द्र राजमार्गबाट 400 मिटरको दूरीमा रहेको यो घडेरीको मूल्य चाहिँ जग्गा धनीले जम्मा 24 लाख रुपियाँ भन्नुभएको छ। हजुरले घडेरी किन्दै गर्दाखेरि कसैलाई कमिसन दिनु पर्दैन। डाइरेक्ट जग्गा धनीसँग सम्पर्क गरेर धनी पूर्जा नक्सा अनुसार फिल्ड ठिक छ छैन सबै कुरा यकिन गरेर सरकारी अमिन ल्याएर सबै कुरा बुझेर क्लियर भए लिनु होला। मैले फेरि भने जग्गा धनीले राख्नुभएको मूल्य 13 दूर जमिनको जम्मा 24 लाख भन्नुभएको छ। त्यसमा पनि मिलाएर दिने भन्नुभएको छ। हजुरले डाइरेक्ट जग्गा धनीसँग सम्पर्क गरेर धनी पूर्जा नक्सा अनुसार फिल्ड ठिक छ छैन सबै कुरा यकिन गरेर जग्गा धनीसँग डाइरेक्ट सम्पर्क गरेर प्राइस डिस्कस गरेर आपसी समझदारीमा लिन सक्नुहुनेछ है त हजुर। धन्यवाद।